सबैलाई गुड मर्निङ नमस्कार र फर्स्ट अफ अल चाहिँ ह्याप्पी न्यू इयर है। सबैलाई चाहिँ ह्याप्पी न्यू इयर छ है। हजुरले यस 2026मा आफ्नो सपना पुरा गर्न सक्नुहुन्छ भन्ने म चाहिँ चाहन्छु है। मेरो इच्छा रहेको छ हजुरहरूले आफ्नो सपना पुरा गर्न सकुन् है। अनि चाहिँ आज चाहिँ यतिकै अब चाहिँ खास दिन भइहाल्यो है, खास डे भइहाल्यो किनभने आज ह्याप्पी न्यू इयर पनि हो होइन। अनि चाहिँ मेरो लागि पनि एकदमै खास दिन हो कि किनभने अब ह्याप्पी न्यू इयर पनि भइगयो प्लस के छ बिजनेसमा जोइन गरेको आज मेरो फर्स्ट दिन है। अब बिजनेसमा फर्स्ट दिन भएपछि म चाहिँ अब जोइन हुनलाई एकदमै एक्साइटेड छु काम गर्नलाई है। अनि के कस्तो हुन्छ त्यो त्यही हेरेर थाहा हुन्छ र हजुरहरूले साथ सपोर्ट दिँदै गर्नु है। म है के मेरो मेरो प्रश्न चाहिँ के रहेको छ भने के म यो बिजनेसबाट सफल सक्सेस हुन सक्छु त, के म यही बिजनेसबाट धेरै पैसा कमाउन सक्छु त, के म यही बिजनेस गरेर आफ्नो घर परिवारलाई पाल्न सक्छु त भन्ने प्रश्न रहेको छ। र यो प्रश्न अवश्य हजुरहरूको पनि हुनेछ है। किनभने चाहिँ अब यस बिजनेसबाट अब विदेश नगई म यहीँदेखि सपना पुरा गर्न सक्छु भने अब किन बाहिर जाने होइन। मेरो सोच चाहिँ पहिलेदेखि थियो कि बाहिर नजाने यही कमाउने र म भर्खर यो कहाँबाट है यहाँ चाहिँ यो बिजनेस पाएको छु त्यसैले म एकदमै आभार छु है। अनि चाहिँ म एकदमै यसको प्लान सुनेर चाहिँ एकदमै राम्रो लाग्यो कि होइन, त्यसैले म यो बिजनेस सुरु गर्न चाहेको छु र मलाई लाग्छ कि यही बिजनेसबाट मलाई यो सपना पुरा गर्न सहयोग गर्छ भनेर चाहिँ मलाई लागेको छ। त्यसैले म यो बिजनेस गरेको हो। र यदि हजुरहरूलाई पनि लाग्छ कि जब गरेरै सपना पुरा हुन्छ भन्ने त लाग्छ भने ठिक छ है। यदि अदरवाइज हजुरले आफ्नो सपना पुरा भइरहेको छैन र बिजनेसबाट गर्न चाहनुहुन्छ भने हजुरहरू यस बिजनेसमा आउन सक्नुहुन्छ। तर म भन्ने नि कि अहिले नै आउनु, मेरो भ्लग हेर्दै गर्नु, साथ सपोर्ट दिँदै गर्नु र के कस्तो भइरहेछ म कति कमाइरहेको छु र त्यसको मैले भनेअनुसार हजुरले सोचेअनुसार यो बिजनेस छ कि छैन, पैसा छ कि छैन, त्यो सबै हजुरले यस भिडियोबाट थाहा पाएपछि अनि बल्ल आउन सक्नुहुन्छ है त। अहिले चाहिँ म अब बिजनेस अफिस भनौँ है, अफिस जान चाहिँ लागेको है। एकछिनमा चाहिँ म अहिले चाहिँ रेडी भएको छैन, एकछिन म रेडी हुन्छु। A few moments later. हेलो गाइज, ओके म चाहिँ अब रेडी भइसकेँ है। अब चाहिँ लागेको अफिसतिर। ओके ओके हामी लागेको केही बुझेको त छैन ओके। ओके म यहाँ जुत्ता लाउँदै गर्छु है। 1 minute later. ओके म जुत्ता लगाएर अब हिँडेको है। खासमा हाम्रो ट्याक्कै अफिसमा पुग्ने भनेको टाइम चाहिँ 11 to 4 बजे 5 बजे त्यतिसम्म हुन्छ र अहिले लगभग 10 बजिसकेको छ है। नामले चाहिँ 10 बजी पुग्न भन्नुभएको थियो तर हल्का ढिलो भएछ, केही छैन। सरी भन्न चाहन्छु। र हाम्रो रोजबको चाहिँ चाँडै आउनुको कारण चाहिँ हाम्रो माघ 12 गते है, माघ 12 गते यो बिजनेसको चाहिँ 4th एनिभर्सरी हुनेवाले छ। माघ 12 गते 5 स्टारमा है त। यदि कोही आउन इच्छुक हुनुहुन्छ भने
टिकट भनौँ न टिकटै 500 को टिकट रहेको छ। हजुरहरू पनि आउन सक्नुहुन्छ। 5 स्टारमा आउने छ एनिभर्सरी हाम्रो है। अहिले चाहिँ म बाटोमा हिँडिसकेको छु। केही अपडेट दिँदै गरौँला। 1 hour later. थोरै ठ्याक्कै है बाटोमा चाहिँ फुपू कला रहेछ। त्यसैले चाहिँ बिच बाटोमा भिडियो पज गर्नु पर्यो। त्यसको लागि माफी चाहन्छु है। ठ्याक्कै होइन मेरो फुपूले चाहिँ न्यु इयर हो नि त होइन। त्यसैले चाहिँ केही खानेकुरा बनाउनु भएको छ। त्यसको लागि चाहिँ बोलाउनु भइराख्नु भएको थियो कि होइन। अब चाहिँ मेरो चाहिँ ठ्याक्कै अब एनिभर्सरी आउँदैछ नि त। अनि एनिभर्सरीमा के हुन्छ भनेपछि त्यहाँ 5 स्टार प्रोग्राम हुन्छ है। अनि प्रोग्राम हुन्छ त्यहाँ चाहिँ एकदम रिवार्ड सिस्टम छ कि। अलिक केही टार्गेट छ होइन। त्यो टार्गेट पुरा गऱ्यो भने हजुरले रिवार्ड पाउन सक्नुहुन्छ। रिवार्ड चाहिँ धेरै छ। त्यसैले म्याम चाहिँ आज छिटो बोलाउनु भएको। अनि म चाहिँ छिटो हिँडिहालेछु। नत्र चाहिँ त्यही फुपूकोमा गएर आउँथेँ है अफिस। तर अब के गर्नु छिटो भइसक्यो। त्यसैले चाहिँ आज हिँडिसकेको। र अहिले चाहिँ म देख्न सक्नुहुन्छ यहाँ बानेश्वर सङ्खमुल हुँदै गइरहेको छु है। हाम्रो अफिस चाहिँ कहाँ हो भनेपछि बालकुमारी है। बालकुमारी एकदमै है। हजुर देख्न सक्नुहुन्छ है। ओके म अपडेट गर्दै गर्छु बिच बाटोमा। अलि चाहिँ बाटो हिँड्दै गर्छु। ओके केही खासमा चाहिँ यो मेरो चाहिँ सेकेन्ड भ्लग हो है। सेकेन्ड भन्नाले एउटा चाहिँ म गाउँमा बनाएको थिएँ जङ्गल गएको है। एकछिन म बाटो काटिहाल्छु है त। र मेरो यो चाहिँ सेकेन्ड भिडियो हुनको लागि त्यति चाहिँ मलाई केही नलेज छैन है भ्लगको बारेमा। त्यसैले केही मिस्टेक भयो भने प्लिज सम्झाइदिनु होला, सिकाइदिनु होला हजुरलाई। छु म चाहिँ यो भिडियो गर्ने क्रममा चाहिँ यहाँ अङ्कल हुनुहुन्छ हाम्रो पुलिस है। हल्का फुल्का लास पनि ल्याइरहेको छ है। म चाहिँ धेरै मान्छेको अगाडि बोल्न पनि नसक्ने अनि भिडियो बनाउन पनि नसक्ने। तर आज आँट गरेर एउटा भिडियो बनाउँदैछु।
लाग्छ है म त यहाँ बाटो काट्न है एकदमै डर लाग्छ यहाँ यही छेउछेउ किनारा जाने हो यहाँ एमालेको त्यो के भन्छ जाने हो त्यो रहेको छ घर के यही बाटो जाने हो है र यो चाहिँ एमालेको के भन्छन् त्यो रहेको छ अरे कहना क्या चाहते हो एकदमै जलेको थियो है अहिले चाहिँ सबै रिस्टाब्लिस भइसकेको छ सबै मर्मत भइसकेको छ हेर्न सक्नुहुन्छ यसमा बस्दाखेरि अझ यता आएर चाहिँ हल्का लास्टमा ढिलाइरहेको छ होइन जङ्गल देख्न सक्नुहुन्छ हाम्रो त्यहाँ कलाएर है ओके त अब हामी चाहिँ लगभग यहाँबाट हाम्रो बालकुमारी पुग्न मलाई चाहिँ 22 मिनट लाग्छ है 22-25 जस्तै तर आज थोरै धेरै लाग्छ होला भिडियो गर्दै क्रममा है अब चाहिँ म चाहिँ यहाँबाट डाइरेक्ट उताको देखाउने छु थोरै पार्ट काटेर है त A few moments later हजुरले देख्न सक्नुहुन्छ यो चाहिँ हट्दाखेरि ओके यो चाहिँ एकदम ब्याङ्कविट जस्तै मलाई एक्ज्याक्ट थाहा छैन है मलाई त्यस्तो नलेज हुँदैन धेरै थाहा पाउन सक्नुहुन्छ है त म एकचोटि सरर देखाइदिन्छु हजुरलाई हजुरले देख्नु भएको छ है अब यो ब्याङ्कविट हो या के हो मलाई होटेल हो के हो त्यो एक्ज्याक्ट थाहा छैन र मेरो यहाँ काठमाडौँ आएको पनि धेरै भएको छैन है त्यसैले चाहिँ अब केही कुरो म नजानेमा त्यसले चाहिँ इग्नोर गर्नु होला आफै बुझ्नु होला त्यो के हो के भनेर है अब अझै छैन हाम्रो अफिस भनेको राइटतिर छ लगभग यहाँदेखि 60 मिनटमा चाहिँ लगभग यहाँदेखि 60 मिनटमा चाहिँ हामी चाहिँ अफिस पुग्न सक्छौँ है एरोप्लेन देख्न सक्नुहुन्छ म हजुरलाई जुम गरेर देखाइदिन्थेँ है ओके यहाँबाट एयरपोर्ट चाहिँ एकदमै नजिक छ है यहाँबाट सिन्कुने होइन एकदमै नजिक यो बाटो काट्न चाहिँ मलाई लास्टै ढौ हुन्छ हो के हो ओके यहाँदेखि चाहिँ हामीलाई यता जानुपर्ने हुन्छ है यहाँ 5 मिनटभित्रमा म चाहिँ पुग्छु होला म एकदम अफिसभित्र गएर चाहिँ अरू भिडियो बनाउँछु ल ओके हेलो गाइस म चाहिँ है अब यहाँ बिल्डिङमा पुगिसकेको छु अफिस गएको यहाँ चाहिँ सोरुम रहेछ स्कुटीहरूको है बिल्डिङमा पुगिसकेको छु अफिस यहाँ चाहिँ यसको माथि चाहिँ हाम्रो रहेको छ ब्याङ्क उहाँ चाहिँ सेक्युरिटी गार्ड ल्याउँदा के छ सन्चै हुन्छ एकदम आज चाहिँ भडक बनाइदिउँ भनेर म चाहिँ नमिल ब्याङ्कको सेक्युरिटी गार्ड है एकदम राम्रो हुन्छ हाम्रो रेस्पेक्टफुल र यो सबै फ्ल्याट चाहिँ हाम्रो के भन्छन् हाम्रै अफिसको फ्ल्याट हो है
के छ साथी? नमस्ते मिस। ह्याप्पी प्रोफेसर मिस। अलि जाँगरै छैन के भन्ने है। म एकछिन टुरिङ गराइदिन्छु है आफ्नो साथीहरूलाई। खुल्ला छैन त। ओके, यो चाहिँ हाम्रो अफिस रहेको छ है। अनि यहाँ हजुरहरूले चाहिँ देख्न सक्नुहुन्छ हाम्रो प्रोडक्ट होम केयर र हेल्थ केयर सबै 5 प्रकारका रहेका छन्, हजुरले देख्न सक्नुहुन्छ। उहाँ चाहिँ हाम्रो मिलिना मिस र सम्झना मिस, एकदमै मेरो चाहिँ सिनियर टु सिनियर है। अनि हाम्रो स्टक यता पनि छ कपडाहरू अरू चाहिँ के यो चाहिँ हाम्रो कम्पनीको है इजाजत पत्र प्रमाणपत्र देख्न सक्नुहुन्छ है। कतिपयले चाहिँ भन्छ नि हाम्रो पिरामिड हो, स्क्याम गर्छन् भनेर, तर त्यस्तो होइन। हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो प्रमाणपत्र इजाजत पत्र हजुर पनि रहेको छ है, देख्न सक्नुहुन्छ। अनि चाहिँ हाम्रो यहाँ एमडीहरूको चाहिँ नाम लिस्ट छ, 11 जना हुनुहुन्छ, हजुरहरू देख्न पनि सक्नुहुन्छ केही। र अझै हजुरलाई भिजिट गराउँछु हाम्रो यस कम्पनीको बारेमा चाहिँ। यस प्रोडक्ट रहेको छ होम केयर, पर्सनल केयर, हेल्थ केयर, फुड सप्लिमेन्ट र फेसन कटिङ है। अनि हजुरले चाहिँ यस कम्पनीको केही प्रोग्राम या केही यस जानकारी जान्न चाहनुहुन्छ भने हजुरले यहाँबाट खोज्न सक्नुहुन्छ है। यहाँ चाहिँ हाम्रो हेड अफिस रहेको छ वनस्थली, कन्ट्याक्ट नम्बर र इमेल पनि रहेको छ। हजुरले चाहिँ केही मार्फत यो मार्फत चाहिँ देख्न सक्नुहुन्छ। रहेको छ हाम्रो एमडी रुम र यो ट्रेनिङ क्लास रहेको छ। यदि हजुर फिजिकल्ली सक्नुहुन्न भने हजुरहरू चाहिँ अनलाइन मार्फत पनि ट्रेनिङ पाउन सक्नुहुन्छ है त। यति रहेको छ हाम्रो, यो चाहिँ हाम्रो मिटिङ रुम है। अनि यो चाहिँ हाम्रो हेलो गाइज, केही अलि बिर्सेछु के होइन भिडियो बनाउन चाहिँ। अनि अलि यता आएर याद भयो है, त्यही यहाँ आएदेखि चाहिँ अनि बल्ल सुरु गरेको। उहाँ चाहिँ मेरो साथी है नगेन्द्र सौगारी। ओके, हामी चाहिँ हाम्रो पोजिसन चाहिँ सेम रहेको छ र लगभग काम गरेको पनि सँगै हो है। अनि तिम्रो युट्युब छ भने प्रमोसन गरिदिन्छु। युट्युब पनि छ नगेन्द्र अलि यता आउन, अनि मैले त नगेन्द्र बोगटी रहेको छ युट्युब च्यानल, हेरेर सब्सक्राइब गरिदिनु होला, अब साथ दिनु होला भन्न यता म यता रोको 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 र के अरे नगेन्द्र बोगटी चाहिँ रहेको छ। र त्यसमा पनि मेरो टिकटक आइडी छ 2टा, किङ अफ कालीकोट र त्यसपछि नगेन्द्र बोगटी छेत्री। यो 2टामा चाहिँ फलो गर्नु होला र म फलो ब्याक दिनेछु। र यसै गरी म अगाडि बढ्नेछु, हजुरलाई पनि अगाडि बढाउनेछु भन्न चाहन्छु। त्यसैले हामीलाई फलो गरेर अगाडि चाहिँ आइदिनु होला है, हामीसँग चाहिँ भेटिदिनु होला, सम्पर्क गरेर राखिदिनु होला। भयो त उहाँ चाहिँ एकदम ट्यालेन्टेड है, एकदम के भन्ने अब त्यो एक्सिलेन्ट के होइन, एकदमै खतरनाक मान्छे हुनुहुन्छ कि होइन। अनि चाहिँ हामी चाहिँ सँगै काम गर्दै चाहिँ म चाहिँ त्यहाँ भुलेछु क्या होइन, भ्लग आज बनाएको छु भनेर भुलेछु क्या होइन। अनि यहाँबाट सुरु गरेको है, जाँदाखेरि पनि त्यहाँदेखि होइन त्यो के अरे बनाएको छैन यहाँ, केही छैन। अब चाहिँ घर लागेको, घरमा त्यस्तो केही छैन। हामी यति म समाप्त गर्छौँ है त साथीहरू। अहिले हामी घर जाँदैछौँ र घर अब पुगिसकेपछि हजुरलाई हामी यो देखाउने नै छौँ भन्दैछौँ होइन। हामीले गरेको कामहरू पनि सिक्नु होला, हजुरले पनि हामीले पनि सिकाउँछौँ हजुरलाई। हामीहरूको सपोर्टरमा आउनु होला, हामी हजुरलाई फुल कन्डिसन दिएर ग्यारेन्टी दिएर चाहिँ सिकाउनेछौँ ल। ओके, आजको हाम्रो के भयो भने क्लासमा होइन, आज हाम्रो चाहिँ एमडी म्यामसँग चाहिँ मिटिङ भएछ होइन। उहाँले चाहिँ एकदम धेरै कुरा सिकाउनु भयो है। र मेन चाहिँ हामीलाई टिकटक बनाउन सिकाउनु भएको छ। आजदेखि अब ड्याम कि ड्याम पोस्ट हान्ने हो कि होइन, 1000 फलोवर्स चाहिँ हुनु पऱ्यो क्या। यस, अनि के अरे अब हामी त कहिले पनि भर्खर त भइरहेछ है। अनि के भन्छन् म्यामले के भन्नु भएको छ, लाइभ बस्ने रे है। अब ट्याक्क लाइभमा जोडिन हुने होला। यस, कोही छ टिकटक हेर्नेहरू कृपया हाम्रो
लाइभमा आइदिनु होला है। म चाहिँ अनि बस्छु केही लाइभमा support नगेन्द्र गर्दै बोगटी होला। छेत्रीबाट बस्ने छु आज चाहिँ। के त्यहाँ चाहिँ आइदिनु होला हामी र दुईटैले म पनि सेयर गरिदिन्छु। सर आउनुहुन्छ मेरो लाइभमा अनि हजुर सरकै लाइभमा भए लाइभबाट भए पनि अथवा मेरै लाइभबाट भए पनि आउन सक्नुहुनेछ। हजुरले यस्तै साथ सपोर्ट दिँदै गर्नु होला र हाम्रो लाइभ भन्नाले अब हाम्रो हेर्नु होला हामी यो बिजनेस गरेर कहाँसम्म पुग्न सक्छौँ त, कतिसम्म सक्सेस हुन्छौँ है। सबैले हेर्ने होला, साथ सपोर्ट दिँदै गर्नु होला। अहिले लागेको अहिलेलाई टाटा बाई बाई सबैलाई।